अगाडिपट्टिबाट मुसारेर पछाडिबाट यस्तो चाहिँ नहोस्। 17 को बिहान स्वर्ग र नर्क सँगै जाने, मिलेर 84 को चुनाव वामपन्थीहरू नै मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुहोस् भनेपछि त म त मक्ख परेँ। बाहिर पत्रै छरपष्ट आएको त थियो, तर मूल नेतृत्वले नै स्वर्ग गए नि सँगै नर्क गए नि सँगै भनेपछि त के नपत्याउने। म फुर्किँदै क्याबिनेटमा गएँ। क्याबिनेटमा उपप्रधानमन्त्री मन्त्रीजी सबैलाई शङ्का थियो, ल है धोका हुन लाग्छ, भइसक्यो रे, लास्ट हस्ताक्षरको तयारी भएको छ त भन्नुभएको थियो। तपाईँहरू बुझ्नु न, मेरो 4 घन्टा कुरा गरेर आएको छु। एमाले अध्यक्षसँग कस्तो राम्रो कुरा भएको छ, ढुक्कसँग काम गर्नुहोस्, केही हुँदैन भने मैले। कति लाटो म। मलाई अहिले कस्तो लाग्छ भने मैले नेपाली कांग्रेससँग गठबन्धन छोडेर एमालेको प्रस्तावमा प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसको अध्यक्षको मनोविज्ञान मनस्थिति मैले जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ। आज मेरो त्यो स्थिति छ। झुक्क्याइए म यसको नैतिक जिम्मेवारी लिन तयार छु। नयाँ सत्ता समीकरण बनाइरहेका साथीहरूलाई मेरो यति भन्नु छ, तपाईहरुको आपसी